जय श्रीमान नारायण। उहाँ चाहिँ त्रेतायुगी भगवान श्री रामेश्वर हुनुहुन्छ। रामेश्वरको उत्पत्ति कसरी भयो भनेर यो सेतुबन्ध पुल बनाउन लागि भगवान राम लक्ष्मण हनुमानले एउटा निराकार स्वरूपमा महादेव भगवानको एउटा प्रतिष्ठा गर्नको लागि उहाँले निर्माण गर्नुभयो। र त्यहाँ के भनिन्छ भने ओम शिवलिङ्गार्चनाद योगी जगद्रश्चेन दिशित श्री विष्णु स्तोत्रनाय भन्ने मन्त्रले उहाँले स्थापना गरेर सबभन्दा पहिला भगवान रामले स्थापना गरेको हुनाले त्रेतायुगी भगवान रामेश्वरलाई यहाँ अब हिन्दूहरूको धार्मिक स्थलको रूपमा नेपालको उत्तर काष्ठमण्डपे शान्तिधाम भन्ने दक्षिण दिशातिर अवस्थित रहेको यो रामेश्वर भगवानलाई सबैले हेर्नुहोला, दर्शन गर्न टाढा टाढाबाट आउनुहोला भनेर यहाँ चतुर्भुज चुडावडी महाराजले स्थापना गर्नुभएको छ। र यहाँ दिनमा 300 देखि 400 भक्तहरू अनिवार्य रूपमा दर्शन गर्नको लागि आउनुहुन्छ। यहाँ गणेश पार्वती कुमारहरूको र एकदमै सौन्दर्यपूर्ण यहाँ भव्य तरिकाले चार धामको निर्माण भइरहेको छ। यहाँ माथि अब द्वारकाधीश भन्छ, जगन्नाथपुरीको पनि निर्माण भइरहेको छ। यहाँ उत्तर काष्ठमणि शान्तिधाम भन्ने यो नेपालको बद्रीनारायण सत्ययुगी भगवान हुन्छ। यहाँ सत्ययुगी भगवान भनेको बद्रीनाथ जसले मोक्ष दिनुहुन्छ, कलियुगी भगवान भनेको जगन्नाथ जसले दीक्षा दिनुहुन्छ, यहाँ त्रेतायुगी भगवान भनेको रामेश्वर जसले जीवनको लागि के गर्नुपर्छ भनेर ज्ञान श्रद्धा र त्याग दिनुहुन्छ भने यहाँ तर चार धाम पनि मध्येको तल वृद्ध आश्रम पनि बन्दैछ। अब त्यो चाहिँ यसरी रोकेको हुनाले पूर्ण रूपमा फेरि सुचारू गर्नको लागि सबैलाई आह्वान गर्छु। अझै धन्यवाद। जय श्री राम।